नमस्कार भन्नुहुन्छ कि भाउजू गरे तपाईहरुको हामी साक्कै भाउजू हैन के घरको देवरको भाउजू हो कि चुनाव भन्दा अगाडि यहाँ लाल पूजा दिनु पर्यो पानीको व्यवस्था गर्नु बाटो जस्तो ठुलो बल्ल भोट दिन्छ न त जहाँ ठेलिन्छ केही हुँदैन हेर्नुहोस् अघि बाँड्दै आउनु भएको थियो त्यही भएर अब घाँस काट्न पनि हुन्छ घाम पनि छेल्ने भयो यसलाई अझै टी सर्टहरू दियो भने झन् राम्रो म जस्ता भोलिन्टियर जन्मिनु पर्यो एमालेका पनि पार्टी भन्दा पनि मेरो घाँस काट्ने साथी मेरो खराब पानी छ मेरो खराब घाम छेल्ने साथी घाटा त लाएको छैन हेर्नु हाम्रै पैसा हो यो बिल्ला घन्टीको लाउने टोपी एमालेको लाउने अझ काङ्ग्रेसले टी सर्टहरू दियो भने त्यो पनि लगाइदिने सबैको मन राखिदिने अब अहिले नेताले दिएको यही रहेछ अरू हामीलाई केही दिँदैन सुविधा दिँदैन अरू सुविधा दिँदैन अनि यो पाएको पनि किन छोड्ने बात त सही के छ त मन्त्रीजी तपाईको धारणा के होइन यति बेरसम्म यो 3-4 वर्ष कहाँ गरियो रेल कहाँ आयो पानी जात कति आयो